हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आजको दिनको सुरुवात चाहिँ मेरो यसरी भयो। मेरा छोराहरू चाहिँ सुतिरहेका छन्। त्यस पछाडि म आएँ किचनमा अनि मैले ब्रस गरेर मुख धुएँ। जति नै हतार भए पनि ब्रस र मुख त धुनै पर्यो नि, होइन र? अनि हतार गर्दै ब्रस गरेर मुख धुइसकेँ। त्यस पछाडि म आएँ, नानीलाई जाउलो बसाइदिनु पर्यो अनि मात्रै पसलमा जानु पर्यो। जाउलो बसाउन सुरु गरेँ। त्यसपछि मैले आलु प्याज टमाटर लिएर अनि कोरेसोले कोरेँ अनि अनि ब्रोकाउली पनि नानीहरूको जाउलोको लागि। तपाईँहरू कसरी पकाउनुहुन्छ भन्नु होला। बच्चाबच्चीले खाना त मान्दैनन्, त्यही पनि मैले बसाएँ। अब खानै मानेन भनेर अब पकाउँदै नबसाउने त होइन। अनि मैले सबै थोक कोरेँ। अब नानी उठी गयो, हतार नानी लिएर बोक्दै ओर्दै काम गरेँ बिहान। अब नानी उठेको म गर्दिनँ भनेर नि के गर्नु, नानी गरिदिने कोही छैनन् नि त साथीहरू, गरिदिने कोही छैनन्। अनि आफै गर्ने भएपछि मैले हतार सबै थोक आफै गरेँ। अनि नानी आएर रुँदै थियो, मैले नानीलाई फकाउँदै ओर्दै, ठुलो नानीले त पानीहरू दिँदै ओर्दै मैले बिहान दाउलो र यसो नानी समातिनु भने पनि कोही छैनन्, हजुर एक्लै गर्नुपर्छ। अनि बाहिर चाहिँ ठुलो पानी परिरहेको छ। त्यस पछाडि अनि मैले चाहिँ यति गरिसकेपछि अब दाल पनि बसाइदिनु पऱ्यो, दाल पनि पाक्दै गर्छ भनेर मैले दाल बसाउनतिर लागेँ। अब के गर्ने, एक्लै भएपछि त्यो दाल बसाउन लागेँ साथीहरू। दाल बसाएर चाहिँ मैले अलि दाल झानझुन गरेँ। बच्चा बोकेरै गर्नु पऱ्यो नि त। नानीलाई जाउलो र दाल बसाइसकेपछि म चाहिँ बडार कुँडारमा लागेँ। सरसफाइ पनि तति गर्नु पऱ्यो। मान्छे तल पसलसम्म बढार्दै झरेँ। त्यस पछाडि हिजो पसलमा एक्लै भएको कारणले यताउलै कोठातिर मैले सामान फालिरहेको थिएँ। अनि सामान मैले सारेँ, हतापता सामान सारेर म सटर खोल्नतिर लागेँ। अनि सटर खोलेर बाहिर हेर्छु पानी परिरहेको छ, मौसम धुम्म छ। त्यस पछाडि साथीहरू पसलको स्ट्यान्डभित्र यता ल्याउन थालेँ। सुरु पसल खोलेर माथि नानी रोएको आवाज आइरहेकै छ है। नानीहरू भएपछि दुईटालाई एउटा कोठा थुनेर आइरहेको छ। यो स्ट्यान्डहरू झिकेर लिएर आउनु पऱ्यो भनेर अनि हतार स्ट्यान्डहरू पनि मैले ल्याइसकेँ। त्यसपछि मैले नानी लिएर आएँ साथीहरू। नानी लिएर आएपछि ठुलो बाबुलाई प्लास्टिक टिप्न भने मेरो ठुलो छोराले मलाई अलिअलि हेल्प गर्दैछ। हेर्नु, प्लास्टिक टिप्नु गर्न सघाउँदैछ मलाई। अनि उसले अलिअलि हेल्प गर्दै उसले गाउँ नहिँडोस् भनेर। बच्चा बोकेर पनि हत्तापत्ता गर्नै पऱ्यो। अब खानु पऱ्यो नि त, अब नखाए पनि हुँदैन। मेरो बच्चा त्यस पछाडि मैले पुछपाछ गर्ने सुरु गरेँ। मेरो ठुलो बाबुले चाहिँ पुस्नै दिँदैन, हेर्नु न पुस्नै दिँदैन। म पुस्छु नि अब फगाइ फुलै केटाकेटी त हो, अब के मान्थ्यो र भनेर मैले चाहिँ फगाइ फुला गरेर आफै पुस्ने भने। म पनि पुस्छु ल, तिमी अर्को गर म अर्को गर्छु भनेर उसलाई फकाएर उता फोन चलाउन लाग्यो हो। त्यस पछाडि मैले पुछपाछ पनि सकेँ साथीहरू। बाहिर चाहिँ भन्नु चाहिँ पानी आएर मौसम एकदम थियो, धुम्म छ। त्यसपछि साथीहरू म बत्ती बाल्छु। अब जहिले पनि म अगरबत्तीको बत्ती बाल्छु पसलमा चाहिँ। अनि त्यस पछाडि साथीहरू मैले बत्ती पनि बालिसकेँ। त्यस पछाडि मेरो नानीलाई खुवाउँछु। अब नानीलाई खुवाउनु चाहिँ हतपत खाना मान्दैन। त्यसपछि म उसलाई फकाइ एक गाँस चाहिँ खुवाउनु पऱ्यो भनेर मैले हतपत थोरै खुवाएँ। त्यस पछाडि साथीहरू म खाना बनाउन आएँ काम सकेर। अनि खाना बसाएँ, दाल र तरकारी पाकिसकेको थियो। खाना बसाइसकेर म निगुरो केलाउन थालेँ। निगुरो र आलुको तरकारी बसाउनु पऱ्यो। अनि साथीहरू त्यस पछाडि चाहिँ म बेडहरू मिलाउनु पऱ्यो। अब एक्लै छु, म यो लथालिङ्ग पारेर छोडेर पनि त भएन नि त। केटाहरू तान्तुन गर्छ नि, ती माथि फोहोर हुन्छ, झन् धेरै फोहोर हुन्छ। त्यस पछाडि म फेरि बेडहरू मिलाउन लागेँ। आज बडार कुँडा गर्न चाहिँ भ्याउँदिनँ, म एक्लै भएको कारणले। हत्तापत्ता गर्दा म धेरै थाकिसकेँ। अनि पसल झर्नु छ, उहाँ तल पसलबाट बोलाउँदै हुनुहुन्छ। अनि साथीहरू मैले यति बेडसेड मिलाइसकेपछि चाहिँ मेरो खाना पनि रेडी भयो। खाना रेडी भएपछि मेरो बाबु स्कुल जान रेडी भइसक्यो। घरमा चाहिँ दुआ पनि नानीहरू बोकेर छ। नानी बोक्दिन